आई लभ यु खुइली। थपक्कै बुढो छोडेर मसँग आऊ खुइली। मलाई भेलु बुढो होइन तिम्रो बुढो हुन मन छ खुइली। आइलो बे खुइली। होइन के पारो हो तिम्रो अर्काको बुढीलाई ताक्ने? हत्तेरिए मातुक्ने मोया पेरेम बसेपछि अर्का बुढी भनेर हुन्छ र? ए त्यसो भए मोया पिरेम बसेपछि अर्का बुढी भनेर हुँदैन हैन त? त्यसो भए यसो गर, मेरो बुढोसँग मलाई माग्न आऊ, बुढोले दियो भने म तिमीसँगै आउँछु, हुन्छ? लौ लौ म माग्छु। माग्छु मैले। चियामा लाउने तँलाई एक मुठो घाँस ल्याउनको लागि यत्रो बेर लाग्छ? म त झन् छिटो आएको भन्नु न, मसँगको आन्टीहरू त अझै उतै छन्। भनेपछि अझै घाँस काट्दैछन्? कहाँबाट घाँस काट्नु, कुरा चाहिँ काट्दैछन्। फलानुको सासु यस्तो, फलानुको बुहारी त्यस्तो, कसले तिलरी लगायो, कसले मङ्गलसूत्र लगायो, कसले कति सुन्दर, सबै थाहा हुँदो रहेछ। ल भित्र गएर भात खा। ए यहाँ सुन त, घ्याम्पेले पैसा माया माया छ, तँलाई पनि फोन गर्न सक्छ। तेरो फोनमा पनि घ्याम्पेको नम्बर ब्ल्याकलिस्टमा राख्दे है। ऋण पनि कतिजना खानुहुन्छ हौ दाइ? घ्याम्पेको पनि नम्बर ब्ल्याकलिस्टमा राख्यो भने 17 जनाको हुन्छ। हेर न दाइसँग बोल्ने तरिका हुन्छ नि अलिकति। तपाईलाई करोडपति बन्ने मन छ भने हामीलाई सम्पर्क गर्नु होला। जिया मलाई करोडपति बन्ने इच्छा कसलाई हुन्न र? ऋणै ऋण छ। हेलो सन्चै छस् पिरती? लो म पिरती भन्ने कुरा पहिलेदेखि नै चिन्दो रहेछ त। म पिरती नै भन्ने कुरा चाहिँ कसरी चिन्नु भयो? हा न हो बित्थामा तँलाई नचिन्ने भन्ने पनि हुन्छ मैले। क्याम्पे काका चुप लाग डाका। खाएपछि पैसा तिर्नु पर्दैन? भागेर फोन नलाग्ने बनाएर कति दिन पुग्छ ह तँलाई? तेरो लागि मैले नयाँ सिम किनेर यो नाटक गरेको। 2-4 दिनमा पैसा आएन भने त जता भागे पनि 2-4 जना मान्छे बटुलेर तेरोमा आएर तेरो जग्गा मेरो नाममा गरिनछु भने के र? आई लभ यु खुली। तेरा बाउ आई लभ यु। तेरै बाउ। फोटोमा रिस देखाएर चाहिँ के गर्छ हो? यो बुढाले अति गरिसक्यो। हुँदा हुँदा आज त बुढा छोड भन्न नि भ्याएछ हैन? गाउँभरिमा खुइली मेरो भन्दै हिँड्छ अरे। खोइ के हेर्न खोजेको? यसको अब राम्रैसँग उपचार गर्नुपर्छ। गरिस उपचार। बुढो साह्रै कमजोर छ, पक्लक्कै मर्ला, फेरि ज्यान मारा जालास। अब तेरो स्वास्नी नै राम्री छ अनि पछि नलाएर के गरोस्? यो गाउँमा मेरो मात्रै स्वास्नी छ त? तपाईको पनि त स्वास्नी छ नि। भन्न खोजेको मेरै श्रीमतीलाई चाहिँ किन ताकिरहेछ क्या? त्यो ओडा दक्षलाई गुनासो पोख्नु पर्छ कि क्या हो? त्यस्तो थेत्तरे बुढालाई वडा अध्यक्षले पनि केही गर्दैन। मेरी बुढी राम्री रहेछ, चुहाक रहेछ, अर्काले जिस्काउने खालकी रहेछ भन्ने कुरालाई सोचेर यता सानातिना कुरालाई बिर्सिदिए क्या। त्यो बुढोले केही गर्दैन त ढुक्क हो। खै के ढुक्क हो नि? त्यही त गर्नु पर्ला नि हो। के तपाईँ सजिलै पैसा कमाउन चाहनुहुन्छ? चाहन्छु। हामीलाई सम्पर्क गर्नुहोस्। फोन नम्बर
चियामा लाउने यो नम्बर पनि कतै घ्याम्पेकै पो हो कि? हेलो, सजिलै पैसा कमाउने भए सम्पर्क गर्नु भन्नुभएको रहेछ नि। बिल्कुल बिल्कुल मैले त्यसरी अनुरोध गरेर जानकारी गराउँ। ल भेलु बुढो हो के हो चियामा लाउने? हजुर हजुर, भेलु बुढो हो म। ए किन हाँसे? चुप लाउनु। हत्तेरिएमा टोक्ने अझ हाँस्दै त परोटा गर्छौ। तिमीलाई सम्पर्क गर्दा कसरी सजिलै पैसा कमाउन सकिन्छ? भिख माग्ने हो कि के हो? हत्तेरिएमा टोक्ने भिख माग्ने होइन, केटी माग्ने। सजिलै रुपियाँ कमाउने भए मेरो घरमा आइज। ए ल ल